यो के हो अलि सारा बोला त के अलि मा पनि नजिक बस्नु न दुईजना होस् नेक्स्ट कसरी पड्काउने देखाइदिन्छ ल शिकार गर्ने नेपाली भाषालाई बन्द भन्छ त्यसरी नै हाम्रो पुर्खाले चाहिँ दिन गुजारा गर्थेन मासु खानु बेलामा चाहिँ के रे मामा त्यो यसले के गर्ने धान रोप्दाखेरि हामीले सम्याउने ए ल नेक्स्ट उहाँ चाहिँ हाम्रो किरात राई आयो खा इटहरी उपमहानगरपालिका वार्ड नम्बर 2 कार्य समितिका सदस्य चाहिँ हुनुहुन्छ है साथीहरू ल उहाँहरूले परिचय गराउँदै हुनुहुन्छ काठबाट बनाएर दुधहरू चलाउने गर्थ्यौँ यसले नै दुधहरू झिक्न चलाउने दुध चलाउने गाह्रो ए ओके नेक्स्ट यो चाहिँ हाम्रो ढुकी यो चाहिँ हाम्रो यो चाहिँ अलिक तपाईँहरूलाई सानो हामी देखाएको खासमा यो चाहिँ यहाँ चाहिँ दुईजना अथवा एकजना तीनजना व्यक्ति ल्याएर चाहिँ टेकेर यहाँ चाहिँ हाम्रो अन्नबालीहरू जस्तै धानहरू हाम्रो कुनै कामहरू ढुकी भन्छ यसलाई चाहिँ नेपाली भाषालाई मिलाउनुभन्दा अगाडि यो रहेछ होइन त भनेपछि हजुर मिलाउनुभन्दा अगाडि हाम्रो कारणले गर्दा मिलहरू छ होइन गाउँ गाउँमा होइन र पहिले चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ यसरी नै यो ढिकीबाट नै दानाहरू भिज्ने काम गर्छ ओके नेक्स्ट अब के छ अब यो चाहिँ अब यसलाई चाहिँ अब खासमा चाहिँ हाम्रो सांस्कृतिक अनुसार चाहिँ हाम्रो यसमा चाहिँ कोन्बाको भाँडो भन्छ कोन्बाको भाँडो यसमा हाम्रो किरात अनुसार चाहिँ हाम्रो यसमा हाम्रो यो शुभ कार्यतिर हाम्रो यो गाउँमा कोदोको हाम्रो जाड भन्नु न जाड भाषा आउने भाषा अनुसार प्रसादको रूपमा अब अहिले चाहिँ अब हाम्रो आधुनिक पूजापाठको जमानामा चाहिँ अहिले हाम्रो हातमा पूजापाठ गर्दाखेरि एउटा प्रसादको रूपमा चाहिँ सबैलाई खुवाउँथ्यो कुल पूजा गरिसकेपछि ल अब अहिले चाहिँ हाम्रो अब हातमा अहिले बियरहरू रङ बियर कोकहरू पाउँछ तर उहिले चाहिँ हाम्रो अर्ग्यानिक एकदम घरमा उमारेको कोदोको अर्ग्यानिक कुन्डाहरू त्यसरी हाम्रो आउने पाहुनाहरूलाई यसमा हामीले दिने गर्थ्यौँ अब अहिले यो पनि अब बिस्तारै बिस्तारै लोप हुँदै गएको छ तर यसलाई संरक्षण चाहिँ गर्नु एकदम जरुरी छ हजुर हजुर यसलाई चाहिँ तुम्बा भन्छ तुम्बाको भाडा हजुर काटिँदैन त्यो कठुवा भन्छ हजुर यो चाहिँ के काम के यसको चाहिँ हाम्रा दुधदारीहरू चाहिँ यसमै महीहरू घिउहरू अथवा यसमा पनि छ्याङ जाँडहरू चाहिँ राख्नु चाहिँ मिल्दैन तर पहिले यसमा महीहरू यसमा चाहिँ बोकिने चाहिँ गर्नुहुन्छ पहिले हाम्रो हजुर सबैले चिन्नुहुन्छ होला यो चाहिँ म चाहिँ चिनेन है यो चाहिँ ल यसलाई चाहिँ भन्छ लुगा धुने मुङ्लो भन्छ यसलाई चाहिँ लुगा धुने कसरी धुने हो र यसले यसलाई चाहिँ अब जस्तो पहिला अब धारामा गएर साबुन लगाएपछि अब मस्काउने त्यतिखेर चलन थिएनन् होइन एकदम पहिला अब दिनभरि काम गर्नुपर्ने त्यो अब कपडाहरू एकदम फोहोर पनि हुने होइन अब अहिले यस्तो अब दिनमै गाउँदै फेर्ने जमाना समय पनि थिएन त्यतिखेर कपडाहरू हुने बेलामा
धेरै कम्पनीको मैलाहरू हुन्छ अब हातले धुनु नसकेको कारणले चाहिँ यो मुङ्ग्रोले चाहिँ लुगालाई मैला निकाल्ने काम गर्दैन यसरी यसलाई चाहिँ यसरी हाने गर्दैन यसरी तपाईँलाई अहिले देखाउनु सकेन होइन ए ओके ओके होला केही बुझ्नु भयो भने फेरि त्यसमा कमेन्ट गर्नु होला होइन तपाईँलाई फेरि विशेष जानकारी दिनु चाहिँ यस्तो बारेमा ए हुन्छ यो चाहिँ हाम्रो मदानी भन्छ यो मदानी के गर्छ भने हामीले घरमा पारेको दुधहरूलाई मही दही बनाउने घिउ बनाउने काम गर्छ धेरैवटा हामीले घिउ महीहरू बनाउने गर्छ पहिले अब अहिले त धेरै टेक्नोलोजी बढेको छ अहिले त अब एक चिजको घरमा बनाउनु भएको छ तर पहिले चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ यही काठको मदानीबाट दुध महीहरू बनाउने गर्थेन् मदानी तपाईँहरूले भन्दाखेरि चाहिँ डम्बी भन्नुला डम भन्नुला यसरी उठाउने हो मैले पनि ठ्याक्कै त्यही सोचिरहेको थिएँ जिममा जस्तो देखेको होइन यसको जोडी नि छ होला नि हजुर धन्यवाद तपाईँलाई जानकारीको लागि अरू पनि बताइदिनु होस् लास्टै होला अब हाम्रो खेतबारी र अन्नबाली लाउने बेलामा प्रयोग गरिन्छ अगाडि यो चाहिँ हाम्रो अगाडि यहाँ दुईवटा गोरु राखेर हामीले यहाँ यसरी बाँधेर खेतबारी जोड्ने अन्नबाली लाउनुको लागि हामीले प्रयोग गर्थ्यौँ हलो त्यो चाहिँ जुवा यो चाहिँ के हो यो पनि प्राय अब आजकल चाहिँ खासै चिन्दैन होला तर यसलाई चाहिँ यो जाली भन्छ नि यो चाहिँ माछा मार्नको लागि प्रयोग गरिन्छ ए माछा मार्ने जाल रहेछ होइन भनेपछि अब पहिले अब हाम्रो बुढाले माछाहरू केही खानु परेन हजुर खोलामा जाँदाखेरि यहीबाट जाली हालेर माछा निकाल्ने गर्नुहुन्छ अब अहिले धेरै अब प्रविधिहरू निस्केका छन् होइन माछा मार्न सजिलो गर्छ पहिले चाहिँ यही जालीबाट माछाहरू निकाल्ने काम गर्नुहुन्छ यसमा चाहिँ फलामको पनि गुच्चाहरू हुन्छ नि यो धेरै ह्याबी हुन्छ नि यो चाहिँ यो चाहिँ पानीमा तल बस्ने रहेछ होइन तल बस्ने सदस्यज्यू यसले नमिलाएको माटो यसले मिलाउने यसको र यसको दाइजो ए एउटै काम रहेछ होइन दुईटाको हजुर यो छुट्टै राख्नु यो राम्रो काम सुन ए यो दाइरो यस्तो यस्तो गरेर गर्ने अनि मैले थाहा भयो यसको र यसको दाइजो
सब मिलाउने एकै ठाउँमा हुन्छ मिलाउने पनि छैन अब यसले के काम गर्यो भन्दाखेरि यो काम चाहिन्छ यो हलले चारवटै चाहिन्छ हाम्रो असारमा 2 बारी ब्यासीमा 2 बारी हुन्छ कि तर त्यसको यो हलोले हाम्रोदाखेरि यो हलोले बाजो मारिन्छ बाजो मारेपछि अनि त्यहाँ पछाडि यो दाँते यो लगाइन्छ त्यसले सबै माटो खोल्छ अनि माटो खोलेको ठाउँ माटो आउनुहुन्छ लगाइन्छ हामीले बाउले हातमा माटो लगाइन्छ नामले सम्बन्धित नामको बलियो दाम्लाहरू पाल्दाखेरि सिङ्गल कोया भन्छ बाबियो कोया एक कोया गरेर अनि त्यो कोया जोडेर बलियो हुन्छ अनि कोया जोडेर दाम्ला हुन्छ यो कोया दाम्लालाई चाहिँ ल सदस्यज्यू यसको बारेमा पनि 2-4 शब्द जाओस् न यसको बारेमा के छ जानकारी गराइदिनुहोस् त ल अलि साह्रो बोल्नुहोस् ल माइक छैन हजुर जनावरहरू धपाउनको लागि प्रयोग गर्छ र शिकार गर्नका लागि भाषामा नेपाली भाषा अनुसार त्यसलाई धनुषबाड भन्छ है कसरी हान्ने देखाइदिनु त ल ल सदस्य सन्दीप राईज्यू तपाईँलाई जानकारीको लागि धेरै धेरै धन्यवाद छ हजुरलाई नै धन्यवाद हाम्रो राई किराँतहरूप्रतिको हाम्रो यो सामग्रीहरू तपाईँले चिनाउनमा मौका दिनुभएकोमा हजुरलाई नै धेरै धेरै धन्यवाद धन्यवाद ताम्रे साथी हो के छ आजको आइटमको भिडियो यो चाम्रे होइन मसुरी यो चाम्रे होइन यो गुन्द्रुकको भटमास रहेछ है साथी हो यो छुचो भाइ रहेछ यहाँ होइन मसँग खालि बाज्ने मान्छे यो त अलिक बिजी भयो त यार यो त जाड रहेछ साथी यो जाड ल हेर्नुहोस् जाड खान आउनुहोस् है जाड बत्ती गएर खत्तमै भन्छ बत्ती गएर टाइम आएगा
कस्तो रहेछ त मामाश्री नाचेर कसले दियो उहाँले मलाई छोडेर एक्लै खान थाल्नु भएछ क्या मिठो छ फुपू ओहो यो चाहिँ प्रसाद रहेछ होइन लाइन गएर खत्तम भयो साथी यहाँ चाहिँ जाड बार्ने कार्यक्रम भइरहेछ साथीहरू मिठो छ ए दिदी मलाई नि एक गिलास दिनु त यता ल म पनि चाख्नु पर्यो मागी मागिकन ए अन्धकार हुँदैन नदेखिने पो रहेछ नदेखिने रहेछ अब खाएको त दाइलाई चाहिँ यसो ल माइजू आयो है अब किन माइजू ए त्यो त कहाँ हो त त्यो त जुस हो नि ल दाइ हाम्रो कस्तो लाग्यो आजको अन्तिम भोजन सबभन्दा नम्बर 1 चाहिँ यो रहेछ होइन गुलियो रहेछ एकदम गुलियो भएको रहेछ क्या यता यो भएर अनि चाम्रे आलुदम गुन्द्रुकको अचार ठिक छ नम्बर 1 आज दुई फुट भयो किराँतीहरूको परिकार यो चाहिँ अलिक ज्यादा धेरै अलिक कम्ती लागेर खाइसकेन ल यो खानाको परिकार मध्ये त यो गिलासकै ठिक छ क्या आउँदा सबभन्दा बेस्ट चाहिँ यो तिनीहरू पनि त्यति नराम्रो होइन त्यति नराम्रो चाहिँ होइन मन पर्ने चाहिँ यो हो सबभन्दा बढी चपाउनु पनि सुरु लिनु पनि थपी खाइयो है ल ल ल
साथीहरू आज चाहिँ हाम्रो समापन कार्यक्रम रहेको छ है। अध्यक्षजी हुनुहुन्छ है। किरात राई आयोगका वडा कार्य समिति चाहिँ शान्तिनगरको वर्तमान अध्यक्षजी हुनुहुन्छ है। उहाँ चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ।
साथीहरू 2082 सालको उभौली साकेला चाहिँ हामीले यसरी समापन गऱ्यौँ। हाम्रो वडा कार्य समितिको कार्यालयमा तपाईँले हेरिहाल्नुभयो। हामीले मजाले नाच्यौँ गायौँ होइन, चाम्रे खायौँ, गुन्द्रुकको अचार खायौँ, आलुदम खायौँ, सबै कुरा खायौँ होइन। यसरी चाहिँ आज यसपालिको उभौली साकेला मनायौँ। यहाँहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला, मन पर्यो भने लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला भन्दै फेरि पनि अर्को ब्लगमा यहाँहरूमा उपस्थित हुने बाचा गर्दै आजलाई भने बाई बाई, फेरि भेटौँला।